दुई बजे छ त 2 बजे छ आउने त अब 2-3 बज्छ नि भिडियो बनाउनु भएको कि लाइभ पनि बनाउनु भएको भिडियो बनाएको यो चक्लेट कति बजे खान्छ थाहा हुन्छ नि त देवपुर जाने बाटो देवघाट जाने बाटो यो 2 घाट मात्र 50 रुपियाँ रेलकुटी भोग लक्ष्मी पूजा सामग्री पसल पुरै भिजे नि त म त ए मेरो कन्या हेर यस्तो भिजेर मैले त होइन दाइले नआउनु भएन मैले त राति नआउनु शङ्ख पनि रहेछ सत्यनारायण मर्जी कोटी हो कि यो पुरै कोटी हो ए बादर पनि रहेछ ओ बच्चा रहेछ बच्चा लैदेऊ तेरो बच्चा दुईटा छ नि त जुम्ले भाइ हैं कुपर लाग्यो को पर्छ बाबु कुपर त कहाँ यो त नि छ नि त बादर त लाग्यो घरभित्र बस्न पाएकै छस् के हाई हेलो हेलो हे हु हे हरिहर मन्दिर रहेछ यो हरिहर मन्दिर यहाँबाट नि मन्दिर रहेछ त्यसलाई मन्दिरै मन्दिर छ नि त हरिहर मन्दिर प्रवेशद्वार देवघाट घाट पहिले त यहाँ सुरुवात त त्यही मान्छे जलाउनेबाट त भयो होला मान्छे जलाउनु त जलाउँछ यता नि जलाउँछ नि अघि दाउरा काटे जस्तै यो काठमाडौँको आर्यघाट त यहाँको देवघाट प्रचलित यहाँ काठमाडौँ आर्यघाटमा जलाउने सिस्टम छ बनाएको छन् यहाँ छैन यहाँ बनाएको छैन नदीको किनारा दाउरा त एउटा लास पनि एउटा थाक गराएर राखेको छ कम से कम पनि 1 घन्टाको भिडियो भन्छ होला भन्छ काटपिट गर्दाखेरि 15 मिनटको गर्नुपर्छ यसलाई अब उकालो लाग्नु पर्ने फेरि अब यहाँबाट फेरि उकालो लाउनु पर्ने रहेछ यस्ता कति सजिलो बाटो भनेर हिँडिन्थ्यो ताना भारी बोकेर अब त अहिले त यति उकालो पऱ्यो त्यो उकालो पुरै पसिना यो घरहरू रहेछन् कि मान्छेहरूको घरहरू घर रहेछन् मान्छेहरू हेर त उसको घर जस्तो छ त जुठेको बाटेको अहिले त आजभोलि त त्यो राम्रो लाटाको घर जस्तो पो देखियो त पहिला त्यस्तै थियो के अहिले त राम्रो बनाएको छ
पुरानो मन्दिर रहेछ। पहिला सानसानो आश्रम बनाएर बसेका जुर्गेहरूले अहिले घर बनाएर बस्यो होला नि, त्यस्तै होला। यिनी पुरानो मोडर्न हो नि त्यसो भए। मैं मागे यसरी नै जिन्दगी चलिरहेको। मजाले यता यहाँबाट फेरि बायाँ मोड्ने रहेछ है। अब त केरा पुरा केरा खाए केरा जस्तो भइया है। तुरुन्तै पाकिहाल्छ है। पुरा पाकेर है। तुरुन्तै पाकिहाल्छ। के गर्ने पसिना छोडिहाल्छ। काली गण्डकी माथिबाट आएका काली गण्डकी बाग्लुङबाट। होइन माथिबाटै हेरौँ, तल नजाऊँ। सकिन अब त धुवा भइसक्न ल। अब त्यहाँ तक जाऊँ। गलेश्वर आश्रम धर्मशाला। त्यो यता मान्छेहरू पनि धेरै आउँछन् होला नि त आश्रम बस्न त। इन्दिरा सन्यास आश्रम, श्री दुर्गा पञ्चाङ मन्दिर इसी रोडमा पर्दो रहेछ है। गलेश्वर आश्रम धर्मशाला। बस्ने शीतलमा एकछिन अब यो खाटमा बस्छौँ, आराम गरेर जाउँला। खाट पाक्यो फत्तै। खाट राम्रो बनाइदिए रहेछन् होइन। टोइलेट पनि रहेछ यता। यता शौचालय राम्रो रहेछ शौचालय। अब घाट जस्तोमा यतिको शौचालय हुनुपर्छ। यता चाहिँ घाटतिर जाने बाटो रहेछ। अब यसलाई पस गर्नुपर्छ। सेल्फी स्टिक लिनु पर्ने थियो कि बिर्सेछु। मम्मीले बिहान त टिको त लगाइदिनु भयो, पसिनाले सबै फुल्दै भयो। वेद वेदांग संस्कृति विद्यापीठम पीठम हो क्या? विद्यापीठम। वेद वेदांग संस्कृति विद्यापीठम संस्कृतमा लेखेको रहेछ। ये मंदिर वाला ये मंदिर हो ना, देवगढ़ है मंदिर। अब त सक्दैन म त हिँड्न। ल अब मन्दिर त गयो, सिद्धेश्वर महादेव मन्दिर। ये गलेश्वर आश्रम श्री सिद्धेश्वर मन्दिर प्रवेशद्वार रहेछ यहाँबाट। यता चाहिँ घाटतिर जाने बाटो। अब यता विद्यालयतिर होला, संस्कृति विद्यापीठमतिर। भिआइपी मान्छेहरू होइन, गाडीहरू यता पार्किङ हुँदो रहेछ। कलर चाहिँ राम्रो चुज गरेर येल्लो कलर र रातो कलर। अब नजाने
ल अब द एन्ड यहाँ अब खतम भयो यो हावा आएको रहेछ। अब यहाँ शीतलो चाहिँ छ अलिकति, यहाँ शीतलो ताप्नको लागि बस्न राम्रो रहेछ। यहाँनिर हावा आउँथ्यो नि ठ्याक्कै एउटा प्रतीक्षालाई भएको भए कति आनन्द हुन्थ्यो भक्तजन। कति बनाउँथ्यो अझ मन्दिर कति छन् त्यो टाढा डाँडै डाँडामा वहाँ नि त छन् छन् त, तै पनि यहाँनिर अलि उताबाट आउँदाखेरि गर्मी हुन्छ नि त, यहाँनिर अलिकति शीतल हुँदो रहेछ। यहाँबाट प्रवेश गर्ने मन्दिरको प्रवेशद्वार चाहिँ यहाँबाट रहेछ। ये मन्दिर प्रवेशद्वार नजाने अब मासु खाइएछ, त्यस कारणले गर्दाखेरि अब यहाँबाट नजाने। मासु खाना खाएर लिएर गएछन्, नरेल लिएर गए ल गयो गयो हनुमानले नरेल लिएर जा। हनुमान भन्छन्, हनुमान भन्ने उनले गर्ने काम त कसले गर्न सक्छ यो संसारमा जस्तो। ल आरामले बसेर खानु छ, अब तपाईँकै दिन्छु नि, तर तारमा चाहिँ करेन्ट लाग्ला। राम्रो रहेछ है त एकदम। नारायणम 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 नारायणम। यो चाहिँ देवघाटको वेद वेदान्त संस्कृति विद्यापीठमा रहेछ है। यहाँ यो लिचीको बुटो जस्तो रहेछ, तर लिची नै हो कि जस्तो छ। अनि ठुल्ठुलो बुटो रहेछ, तर लिचीको टाइममा चाहिँ टन्नै खान पाइन्छ होला यहाँ लिची। यतापट्टि चाहिँ अलिक पुरानो बिल्डिङ रहेछ, यो पुरानै होला नि, पुरानो घरहरू होला नि, आश्रम होला, कोही बस्छ होला यता पनि। आश्रम चाहिँ थुप्रै रहेछ, यहाँ कोही आएपछि आश्रममा चाहिँ बस्नलाई सजिलो छ। गलेश्वर आश्रम धर्मशाला भन्ने रहेछ यहाँनिर देवघाट धाम 5 तनहुँ। फोन नम्बर पनि रहेछ 056 500025 गलेश्वर। अनि यता पनि रहेछ एउटा, यता झन् ए भाइ पनि आश्रम बस्छन् होला, ए भाइ आश्रम बस्छन् होला। ये इन्दिरा सन्यास आश्रम श्री दुर्गा पञ्चङ मन्दिर, यो शक्तिपीठ रहेछ। हजुर